आन्दोलनको क्रममा आज जुन हामीहरूले आन्दोलन गरिरहेका छौँ क्रान्तिकारी साथीहरूमा मेरो अभिवादन छ। जय मधेस, जय सुभाष। मेरो प्रश्न छ प्रधानमन्त्री बलेन्द्र शाहजीसँग, तपाईँले हाम्रो जनकपुरमा पुगेर भन्नुभएको थियो कि काठमाडौँ घुमेर जाइ पर्दै, अधिकार मागेर नै जाइ पर्दै, तर हाम्रो बाध्यता आज हामीहरूलाई पुरा काठमाडौँ आउनु परेको छ अधिकार माग्न। हामी त्यही अधिकार माग्न आज तपाईँसँग, तपाईँले आफ्नो बाचा पुरा गर्नु भएको छैन। तपाईँले भन्नुभएको थियो कि म संहितालाई, प्रदेशलाई बलगर बनाउँछु। यही प्रदेशलाई बलगर बनाउनलाई तपाईँहरू यहाँ काठमाडौँसम्म आइपुगेको छु। बालेनजी, तपाईँ आफ्नो बाचा पुरा गर्नुहोस्, हाम्रो संहितालाई बलगर बनाउनुहोस्। तपाईँले बाचा गर्नुभएको थियो कि हाम्रो सरकार बनेपछि 12 लाख रोजगारी सिर्जना गर्नेछौँ। हामीहरूले मधेसी जनताले, देशका जनताले तपाईँलाई 2/3सम्मको शक्ति दिएको छ। अब त्यो बाचा पुरा गर्नुहोस्। त्यो बाचा आसमान गाउन हामी यहाँ माइतीघरसम्म आइपुगेका छौँ। हामीहरू त्यो अधिकार माग्ने यहाँ माइतीघरसम्म आइपुगेका छौँ। तपाईँले गरेको बाचा पुरा हुने छाटकाट नदेखेर, तपाईँले भनेको कुरा पुरा हुने नदेखेर हामी पनि चाहन्थ्यौँ कि हामी काठमाडौँको सतीनाथ दर्शन गर्न मात्रै जाउँ। तर तपाईँ यो सरकारको गतिविधि जस्तो देखिन्छ, यो सरकार कसरी अगाडि बढिरहेको छ त्यसले यो लागिरहेको छ कि हामीहरूलाई अहिले पनि अधिकार माग्न काठमाडौँ नै आइपुग्नुपर्छ, अधिकार लिनलाई नै काठमाडौँ आइपुग्नुपर्छ। यस्तो अवस्था म चाहन्छु तपाईँहरू यो अवस्थाको अन्त्य गर्नुहोस्। तपाईँहरूले गरेको बाचा हो, यो सरकारले गरेको बाचा हो, चुनावी बाचा हो। त्यो बाचा पुरा गर्नुहोस्। यही भन्दै म आफ्नो 2 शब्द यही अन्त्य गर्छु।